Congratulations to me. 100 दिन लगातार मैले आफूलाई पंप गरेँ. No trainer, no fancy gym, just pure willpower र 1 hour time. 81 kg बाट 70 kg सम्म. मैले यो गरेँ. I feel proud of myself. I'm lighter than yesterday, not just in a weight, but in a excuses too. Yes, म 14 hours काम गर्थेँ, 1 hour वर्कआउट र दिनमा 5 घण्टा सुत्थेँ. बट माइन्डसेटमा फुल पावर थियो. मैले बुझेँ फिटनेस भनेको बडीको सेप मात्र होइन, यो डिसिप्लिन हो, यो मेन्टल ब्याटल हो. मैले एक्सक्युजेसलाई हराएँ, मैले कम्फर्ट जोनलाई तोडेँ, मैले आफ्नो बेस्ट भर्जन निकाल्ने कोसिस गरेँ. नेपालमा फिटनेस भन्ने बित्तिकै जजमेन्ट सुरु हुन्छ. यो त हाम्रो लागि होइन, मोडलहरूको लागि हो भन्ने गर्छन्. तर म भन्छु फिटनेस इज नट अ लग्जरी, इट इज अ नेसेसिटी. यो 100 दिन मेरो जर्नी थियो. अबको बाँकी नेपालीको इन्सपिरेसन बन्ने सपना छ. त्यहाँ तपाईहरूको साथको आवश्यक छ. यो मात्र ट्रान्सफर्मेसन होइन, यो माइन्डसेटको क्रान्ति थियो. मैले आफूलाई चेन्ज गरेँ भने तपाईहरूले पनि सक्नुहुनेछ.